पछिल्लो समयमा देउबा र प्रचण्ड बीच फेरि टेलिफोन संवाद सुरु भएको छ भने सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको लिखित जवाब मागसहित मुद्दा दायर गरेको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै त्यसमा रोक्न राष्ट्रिय सरकार बनाउने कसरत सुरु भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले बताएका छन्। सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच फेरि टेलिफोन संवाद सुरु भएको छ। कांग्रेस माओवादी केन्द्र एकीकृत समाजवादी र अन्य दलका दोस्रो तेस्रो तहका नेताबीच मुलुकको पछिल्लो अवस्थाका बारेमा भेटेरै छलफल नै भइरहेको छ। ज्ञानेन्द्रले फागुन 7 गते यता गणतन्त्रवादी दलहरूबीच तर्साउने गरी आफू चुप नबस्ने बताएपछि नेताहरू गणतन्त्र जोगाउनकै लागि एक ठाउँमा हुनुपर्ने निचोड पुगेको छ। माओवादी केन्द्रका एक नेताले बताएको छ। पूर्व राजा र राजावादी दल र सक्रिय हुँदै जाँदा गणतन्त्रवादीहरूको लागि राष्ट्रिय सरकार भन्ने बहस चलेको साँचो हो। ती नेताले भने लोकतान्त्रिक गणतन्त्रमा पुगेका नेपाललाई फेरि पञ्चायती व्यवस्थालाई फर्काउने उल्टो चाहिँ बाटो हिँड्न नदिन दलबीच न्यूनतम सहमति र सहकार्य हुनुपर्ने कुरा उठेको उनको बनाइरहेको छ। गणतन्त्रवादीहरूले राष्ट्रिय सरकार बन्ने अवस्थामा पहिलो पार्टीले नेतृत्व गर्छ उनले भनेको छन्। त्यसो त हुने बित्तिकै एउटा दनकता भारतले पनि भनेको जसरी चल्नु पनि परेन। राजावादी र ज्ञानेन्द्रको लागि मनोबल बढाउनका लागि बढ्न पाउँदैन र अहिले त गणतन्त्रवादीहरू फुटेर न विभिन्न शक्तिको लागि मनोबल बढेको हो। खास गरी माओवादी केन्द्रका नेताहरू राष्ट्रिय सरकार बन्नुपर्ने कुरा माहुरमा चाहिँ हुन थालेको छन्। माओवादीका सांसद लेखनाथ दाहालले आइतबार गणतन्त्र पक्षवर्गको लागि दरको सरकार बन्ने ढोका खुलेको ठोक्का नै गरेको छ। सरकारमै बसेर व्यवस्था विरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षहरूमा एक ठाउँमा चाहिँ उभिन सहकार्यको लागि थालनी भएको छ। दाहालले भने गणतन्त्र विरोधीसँग हाम्रो सहकार्य हुँदैन, गणतन्त्र पक्षधरकै सरकार बन्ने सम्भावना बढेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट एक नेताले अनुसार देउबा र प्रचण्डबीच संवाद सुरु भएको छ। मधेस अभियान चलिरहेकै बेला हाम्रो अध्यक्ष प्रचण्ड र देउबाबीच टेलिफोनमा संवाद भइरहेको छ। संसदमा समेत रहेका माओवादीका ती नेताले भने अभियान स्थगित गरेर काठमाडौँमा आएपछि त्यो संवाद बाक्लिएको मैले बुझेको छु उनले भन्नुभएको छ। कांग्रेसका एक नेताले भने दोस्रो र तेस्रो तहका नेताहरूबीच मात्र छलफल भएको बताएको छ। राजावादीहरूले गतिविधि चाहिँ विकासित र घटनाक्रम सबै हेरेर मात्र एउटा निश्चित दलहरू पुग्ने हुन् र अहिले व्यवस्थामाथि सङ्कट पर्न नदिन विषयमा दोस्रो तेस्रो तहका नेताहरूबीचमा छलफल भइरहेको छ। कांग्रेसका नेताले भनेको छन्। कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले ज्ञानेन्द्रको लागि चलखेललाई लिएर दलहरू एकै ठाउँमा हुन सक्ने सम्भावना रहे पनि सरकारकै बनाउने चाहिँ कुरा नभएको दावी गरेको छ। निर्वाचित व्यवस्थाको लागि विकल्प छैन, राष्ट्रपतिको लागि ठाउँमा राजा आएर उनीहरूको लागि भनेको त्यसो हुन के हुन्छ भन्ने उनले बनाइरहेको छ। राजाको निरङ्कुश व्यवस्थामा कति गाह्रो थियो र त्यसको बारेमा जनतालाई शिक्षित बनाउन आवश्यक रहेको र यसका लागि हामी सबै लाग्नुपर्ने। अहिले हाम्रा सरकारहरू रहेका दललाई राम्रो काम गरेर जनतामा चाहिँ विश्वसनीयता बढाएर जानुपर्ने उनको बनाइरहेको छ। गणतन्त्रवादीहरू एकै ठाउँमा आउने बित्तिकै यो व्यवस्था बलियो हुने र प्रतिपक्ष सरकारमा हुने बित्तिकै कमजोर हुने जस्तो मलाई लाग्दैन, डाक्टर महतले थपेको छ। विपक्षमा बसेका राप्रपा बाहेक दलमा अहिलेकै व्यवस्था रक्षा गर्नुपर्छ भनिरहेका छन्। सत्तामा बसेका दलले पनि त्यही भनिरहेको छन्। सबै सत्तामा आउने बित्तिकै यो थप मजबुत हुने र नआउँदा कमजोर हुने भन्ने मलाई लाग्दैन उनले भन्नुभएको छ। कांग्रेसकै कतिपय नेताहरू भने एमालेसँग सहकार्य भइरहेको बेलामा अहिले राष्ट्रिय सरकारको लागि बहस गर्नै नहुने तर्क गरेको छ। खासमा नयाँ प्रयोजक प्रयोग गर्दै जाँदा नै व्यवस्था झन बिग्रने हो र कांग्रेसका एक सांसदले भने विपक्ष र सत्तापक्ष एकै ठाउँमा चाहिँ आउँदा दुई ठूला र तेस्रो शक्ति पनि मिल्दा त देश सङ्कट परेको सन्देश जान्छ, त्यसपछि परिस्थिति झन नराम्रो बनाउँछ उनले भन्नुभएको छ। सरकारप्रति माओवादी नरम भन्दै गएको छ। केही समय यता सरकारप्रति आक्रामक माओवादी केन्द्रले कांग्रेस एमाले प्रतिको लागि रवैया फेरेको छ भने अब कांग्रेस एमाले माथि आक्रामक नभई व्यवस्था रक्षाका लागि विषयमा केन्द्रित हुने माओवादीका एक नेताले दावी गरेको छ। पछिल्लो समयमा अध्यक्ष प्रचण्डले पूर्व राजा विरोधी चरको अभिव्यक्तिले उदाहरणको रूपमा चाहिँ पेश गर्दै उनले भनेको छन् अब पूर्व राजा र राजावादी माथि प्रहार केन्द्रित हुन्छ। एमालेका नेताहरूले खुलेरै भारतले प्रधानमन्त्री केपी ओलीलाई हटाउन जोड गरिरहेको बताएको छ। कांग्रेसलाई छिटो सत्ताको लागि नेतृत्व दिलाउन प्रयास भइरहेको उनीहरूको बनाइरहेको छ। तथापि कांग्रेस सभापति देउबाले अहिलेसम्म त्यसलाई अस्वीकार गरिरहेको उनको दाबी रहेको छ। पछिल्लो केही दिन यता माओवादी र अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउबाबीच टेलिफोनमा बारम्बार कुराकानी भइरहेको माओवादीका एक अर्का नेताले बताएको छ।
देउबा र प्रचण्ड दुवै विश्वासपात्र नेता मार्फत त्यो वातावरण बनेको छ, ती नेताले भनेको छन्। तर प्रचण्डले देउबासँग राष्ट्रिय सरकारको विषयमा छलफल नगरी अहिलेकै सरकारले अलोकप्रिय चाहिँ काम गर्नबाट रोक्न सुझाव दिएको उनले बताएको छ। प्रचण्डले देउबासँग यो व्यवस्थाको लागि विरुद्ध नजानुस् र कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन जस्ता काम नगर्नुस्, यता राजावादीलाई फाइदा पुग्छ भन्नु भएको छ। उनले भनेको छन् नयाँ सरकारको विषयमा छिरिसिएको छैन। देउबासँग यस्तै छलफल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि गरिरहेको छ। माओवादी सहितका 4 दलले रहेका समाजवादी मोर्चाले चैत 15 गते काठमाडौँमा प्रदर्शनको तयारी गरेको छ। ज्ञानेन्द्रलाई थप सक्रिय नबन्न चेतावनी दिने गरी सो कार्यक्रम राखिएको नेपाल समाजवादी पार्टी नेसभाका सहअध्यक्ष गङ्गा नारायण श्रेष्ठले बताएको छन्। त्यसपछि घटनाक्रम कसरी अगाडि बढ्छ र अघि बढ्छ त्यसमा आधारमा थप रणनीति बन्छ। श्रेष्ठले यदि राजावादी ज्ञानेन्द्रको लागि चलखेल नरोकिएमा तुरुन्तै निर्णय चाहिँ भइहाल्छन् सक्छ उनले भन्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र र राजावादीको सक्रियताको बारेमा काङ्ग्रेसका नेता एवं राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलाले सोमबारको संसद बैठकमा बोल्ने गरेको छ। काङ्ग्रेस माओवादी केन्द्रका चाहिँ संवादसँगै काठमाडौँमा चाहिँ राष्ट्रिय सरकारको चर्चा बढ्दै जाँदा अहिले सरकारको नेतृत्व गरिरहेका एमाले भने मुख खोलेको छैन। पूर्व राजा ज्ञानेन्द्र शाह विरुद्ध कडा रूपमा प्रस्तुत भइरहेको प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले सोमबार पार्टीको सचिवालय बैठक राखेको छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध दायर अदालतको लागि अपिल गर्न सम्बन्धी मुद्दा गलत नियतबाट आएको दावी गरेको छ। अधिवक्ता ओम प्रकाश आर्यले दायर गरेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्चबाट जारी आदेश अनुसार प्रधानमन्त्री ओलीले लिखित जवाब पठाउँदै निवेदनमा प्रथम चाहिँ दृष्टिमै खारेज भागी भएको जिकिर पनि गरेका छन्। यस्तै आफू चाहिँ विरुद्ध मुद्दा दायर हुनु न्यायिक प्रक्रियाको लागि दुरुपयोगको रूपमा चाहिँ व्याख्या पनि उनले गरेका छन्। न्यायालय आदेशहरूको लागि अवज्ञा गर्ने नियतमा नरहेको हदबन्दी छुट सम्बन्धी परामर्श पनि कानुनकै चरणमा रहेको जवाफ पनि उल्लेख गर्नुभएको छ। उक्त निवेदनमा एउटा संवैधानिक अङ्गले अर्को अङ्ग विरुद्ध काम गर्न उक्साउने राज्यको निकाय बीच द्वन्द्व र सृजना गरी अन्य कसैको लागि हितमा काम गर्ने उद्देश्यबाट प्रेरित रहेको प्रधानमन्त्री दाबी रहेको छ। राजनीतिक प्रक्रियाबाट नियुक्त पदाधिकारीले अदालतले हटाउन नसक्ने दलिल पनि उनको पेश गर्नुभएको छ। यति मात्र होइन, गिरिबन्धु टी स्टेटले हदबन्दी छुटमा पाएको जग्गा चाहिँ घरेटीकरण गर्ने विवादपूर्ण परियोजनाको लागि बचाउमा पनि प्रधानमन्त्री ओलीले भनेको छन्। यसमा निवेदनमा प्रधानमन्त्री ओली भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा कारबाही गर्नुपर्ने माग गरिएको छ। तर उनीहरूको लागि विपक्ष बनाउँदा सर्वोच्च अदालतको राष्ट्रिय वा रजिस्ट्रारले दरपीठ दर्ता अस्वीकार गरिदिएको छ। ओली र अधिकारीको लागि नाममा विपक्षको सूचीबाट हटाएपछि मात्र सर्वोच्च प्रशासनले निवेदन दर्ता गर्न मानेका थिए। ओलीले मुद्दाको प्रतिवाद गर्दा यसै विषयले मुख्य रूपमा उठाएको छ। विपक्षको सूचीबाट आफूहरूले नाम हटाएमा पनि पेट भोलिमा चाहिँ राखेर कारबाहीको माग गर्नुलाई गलत नियत र प्रथम दृष्टिमा खारेज भागी भएको उनले जिकिर गर्नुभएको छ। ओलीको तर्फबाट प्रधानमन्त्री कार्यालयका लागि कानुन सचिव चाहिँ फणेन्द्र गौतमले पठाएको लिखित जवाबमा भनिएको छ। यसमा अफेलाको लागि कारबाही गरी पाऊँ भनी निवेदनमा उल्लेखित विपक्षी बाहेकका व्यक्ति पदाधिकारी समेतले अदालतको अफेलानमा कारबाही गरी पाऊँ भनी पढ्न आएको निवेदन धरपीठ भएपछि धरपीठ गरिएको निवेदनको लागि उनी व्यवहार उल्लेख गरी विपक्षी खण्डमा उल्लेखित व्यक्तिको पदाधिकारी हटाई निवेदन दर्ता गरिएको देखिएको छ। तर निवेदन विपक्षी खण्डमा नाम उल्लेख नभएको लागि व्यक्तिले पेट भोलिमा कारबाहीको लागि माग गरी गलत नियत राखी निवेदन दायर गरेको देखिँदा निवेदन प्रथम दृष्टिमा खारेज पाइरहेको छ। सरकारले नेपालको लागि संविधान, प्रचलित कानुन तथा अदालतबाट भएका आदेशको सदैव सम्मान पालन गर्दै आएको भन्दै कुनै पनि आदेश वा फैसला कानुनमा बाधा नपुर्याएको र अवज्ञा नगरेको दाबी लिखित जवाबमा उल्लेख गर्नुभएको छ। निवेदन प्रधानमन्त्री ओली प्रति पूर्वाग्रह राखेर दायर गरिएको पनि लिखित जवाबमा दाबी गरेको छ। विपक्षको समग्र निवेदन व्यवहारमा सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक र पूर्वाग्रहपूर्ण रूपमा देखिन्छ। लिखित जवाबमा भनिएको छन् यसको परिणाम निजले सम्माननीय प्रधानमन्त्रीको लागि पद मुक्तिको लागि आदेशमा माग गरेपछि प्रश्न हुन्छ। निवेदकको माग बमोजिम माग दाबीबाट राजनीतिक प्रक्रियाबाट पनि नियुक्त प्रधानमन्त्री निजको लागि आफ्नो राजनीतिक अभिष्ट र पूरा गर्न न्यायिक प्रक्रियाबाट पदमुक्त गराउने मनसाय देखिन आएको यो निवेदन अदालतले राजनीतिक विवादमा समाहित गर्ने कुलुषित भावनाबाट प्रेरित भएको छ। अदालतबाट न्याय निरूपणको लागि नभएको विषयमा आदेश माग
गरिबाट निजको चाहिँ बदनियत पुष्टि पनि हुन्छ, जुन न्यायिक निरूपणको लागि मापदण्डको सिद्धान्त विपरीत रहेको व्यवहार पनि सुधार गर्नुपर्छ उनले भन्नुभएको छ। भूमि सम्बन्धी अध्यादेश लिएर सर्वोच्चको लागि परमादेश कार्यान्वयन गर्न बाधा सिर्जना गरेको निवेदकको लागि दाबी थियो। त्यसलाई निवेदक कार्यालयले कार्यकारीको शक्तिको लागि खपतपूर्ण प्रयोग गर्ने भनी निवेदनमा उल्लेख गरेको छ। तर प्रधानमन्त्रीले भने अदालतको आदेश पालन गर्नु भन्नु अर्थ एकपटक अदालतको लागि व्याख्या गरेको कानुनको लागि कुनै पनि दावा वा भाग संशोधन वा खारेज हुँदैन भन्ने अर्थ पनि लिन नमिल्ने बताएको छ। अदालतले विद्यमान कानुनको लागि व्याख्या गर्ने तर विधायक वा विधेयकको लागि पारित गर्ने क्रममा अदालतबाट व्याख्या भएको विषयमा बोल्ने वा परिवर्तन गर्ने अधिकार स्वतः समाप्त हुने भन्ने हुँदैन र प्रधानमन्त्रीको लागि जवाब रहेको छ। त्यसरी नै आइन सरा लागू हुने अध्यादेश जारी हुन सक्दैन भन्ने पनि होइन। जारी भएको अध्यादेशमा वा पारित भएको कानुनको लागि संविधानसँग बाजिएमा धारा 133A को बमोजिम आदेश गर्ने अधिकार वा अदालतमा रहन्छ। त्यसैले नेपालको लागि संविधानमा शक्ति पृथकीकरण नियन्त्रण सन्तुलनको लागि सिद्धान्तमा राखिएको छ। एउटा वैधानिक संवैधानिक अङ्गलाई अर्को चाहिँ अङ्ग विरुद्ध काम गर्न उक्साउने, राज्यको लागि निकाय बीचमा द्वन्द्व सृजना गरी अन्य कसैको लागि हितमा काम गराउने उद्देश्यबाट दायर निवेदन औचित्यहीन भएको उनले भन्नुभएको छ। अध्यादेशको परीक्षणमा अदालतमा नभएर संसदमा चाहिँ हुने जिकिर पनि जवाफ गरिएको छ। अध्यादेशमा जारी गर्ने भनेको कानुनको निर्माण संशोधनसँग सम्बन्धित हुन्छ। जवाफमा लेखिएको छ अध्यादेशको लागि अन्तिम परीक्षण संसदबाट हुन्छ। संसदबाट परीक्षण भइसकेपछि विषय उठाइ अपेलनमा चाहिँ कारबाही गरी पाऊँ र पदमुक्त गरी पाऊँ, न्यायिक टिप्पणी गरी पाऊँ भनी चाहिँ पढ्न आएको निवेदनमा खारेज भागी भएको छ। परम आदेश अनुरूप भूमि सुधार लागू हुँदा पनि हदबन्दी भन्दा पनि बढी चाहिँ जग्गा लुकाएको, जुन प्रयोजनका लागि हदबन्दीमा छुट पाएको सो बमोजिम प्रयोग नगरिकन अन्य प्रयोजनमा चाहिँ लगाएको जग्गाको खोजी गरी नेपाल सरकारको लागि नाउँमा प्राप्त गर्ने कारबाही सुरु भएको दाबी प्रधानमन्त्रीले गरेको छ। मिति 2081 10 महिना 2 मा कपटपूर्ण अध्यादेश जारी गरेको नभई लगानी सहज गर्न जारी गरेको छ। लिखित जवाबमा चाहिँ उल्लेखित गरेको छ। त्यसमा अध्यादेशको दफा चाहिँ 12(6) को लागि व्यवस्था जो घर जग्गाको लागि व्यवस्थाको हदबन्दी छुट दिनेसँग सम्बन्धित सरकारको लागि स्वीकृति लिई खरिद गरेको हदबन्दी भन्दा बढी जग्गा विशेष गरी घर जग्गा व्यवसाय गर्ने र ठूलो निजी परियोजना सञ्चालनको लागि आफैले लगानी गरी चाहिँ खरिद गरेको जग्गा बिक्री गर्न नपाउने व्यवस्थालाई अन्त्य गर्नका लागि यी प्रावधानहरू राखिएको छ। अध्यादेशले यसका बारेमा विपक्षले उल्लेखित गरेको मुद्दासँग कुनै पनि सम्बन्ध छैन र उक्त अध्यादेश कुनै पनि कुराले विपक्षको निवेदनमा चाहिँ उल्लेखित फैसला कानुनमा चाहिँ बाधा अवरोध सिर्जना नहुने अवस्थामा चाहिँ पूर्वग्रह भई दायर भएको निवेदन खारेज भागी भएको छ। अदालतको अवहेलना जस्तो कसुर कुनै पनि निकाय र संस्थाले गर्ने चाहिँ नभएर प्राकृतिक व्यवस्थाले पनि व्यक्तिले गर्न सक्ने कसुर भएकोले पनि यो निवेदन कारबाही योग्य नभएको तर्क पनि जवाबमा गएको छ। साथै कार्यान्वयनका लागि कार्यालयले विपक्ष बनाई मुद्दा दायर गर्नु निवेदनमा जिकिर गरिएको विषयमा औचित्यहीन केवल प्रक्रियामुखी जस्तो दाबी लिई निवेदन दायर हुनु न्यायिक प्रक्रियाको दुरुपयोग भनिएको छ। झापाको गिरिबन्धु टी स्टेट चिया खेतीका लागि हदबन्दी छुट पाएका जग्गा गडेरीकरण गर्न लागि कुरामा चाहिँ जवाफ पुष्टि गरेको छ। यसैको पक्ष पोषणका लागि अध्यादेश ल्याएको स्वीकारेको छ। लिखित जवाबमा यसका बारेमा चाहिँ भनिएका र हदबन्दी भन्दा पनि बढी चाहिँ जग्गा विशेष गरी घर जग्गा व्यवसाय गर्ने ठूलो निजी परियोजना सञ्चालनका लागि आफैले लगानी गरी खरिद गरेको जग्गा बिक्री गर्न नपाउने अवस्थालाई अन्त्य गर्नका लागि प्रावधानहरू राखिएको छ। अध्यादेशको लागि यस व्यवस्थामा विपक्षका लागि उल्लेखित गरेको मुद्दासँग कुनै पनि सम्बन्ध छैन र उक्त अध्यादेशको कुनै पनि कुराले विपक्षको निवेदनमा उल्लेखित फैसला कानुन गर्न बाधा अवरोध सिर्जना नहुने अवस्थामा चाहिँ पूर्वग्रह भई दायर भएको निवेदन खारेज भागी हुने भएको छ।